गरिरहेको थियौँ अनि त्यही वकालत गर्ने क्रममा चाहिँ आज हाम्रो एउटा कार्यक्रम थियौँ। कार्यक्रममा मनिका दिदी, म अनि रियज र माझी हामी सबैजना होल्डिङ सेन्टरको अवस्था बुझ्नको लागि जाने, किनभने त्यो होल्डिङ सेन्टर चाहिँ डुबाउँछ भन्ने कुरा चाहिँ माझीले पहिला नै सर्वोच्च अदालतमा चाहिँ एउटा म्यापै लिएर गएर यस्तो यस्तो तरिकाले पानी भरिन सक्छ, भोलिको दिनमा रिस्की हुनसक्छ, तपाईँहरूले बाढीबाट बचाउनलाई उहाँहरूलाई लग्ने भन्नुभएको छ। तर त्यहीँ चाहिँ बाढी पस्नु सबैभन्दा ठुलो खतरा छ भनेर पहिल्यै भन्नु सक्दा पनि हामी कार्यक्रममा भनेर हामी 3 बजीसम्म त्यो ठाउँ पुग्न पाएको थिएनौँ होइन। हामीलाई हिजो बेलुका पानी पऱ्यो, हामी हिजै दिन त्यो कार्यक्रममै थियौँ। अनि हामी आज जब गयौँ त्यो जाने क्रममा चाहिँ उहाँहरूले हामीलाई भित्र छिर्न दिनु भएन। अनि भित्र छिर्न नदिएपछि हामीले एकजना चिनेकै त्यहाँनिर सुकुम्बासी बस्तीको दाइलाई फोन गर्नु अधिकारीले फोन गरेर बाहिर बोलायौँ। अनि हामी कुरा गर्दै थियौँ उहाँसँग कुरा गर्ने क्रममा चाहिँ हामीले ओजस्वी थापा चाहिँ भित्र हुनुहुन्छ भन्ने कुरा सुन्यौँ। अनि माझीजी ओजस्वी थापा हामीहरू त जेएनजी आन्दोलनदेखि नै एकअर्कालाई चिन्ने मान्छे हो नि त। अनि ओजस्वी चाहिँ भित्र जान मिल्ने, ओजस्वी थापा चाहिँ भित्र जान मिल्ने, हामी चाहिँ किन जान नमिल्ने भनेर माझीजीले चाहिँ एउटा तपाईँले त्यसरी डेमोक्रेटिक कन्ट्रीमा तपाईँले यसरी कसैलाई रोक्ने कसैलाई जान दिने भन्ने चाहिँ गर्न पाउनुहुन्न। उहाँलाई चाहिँ किन भन्दाखेरि उहाँहरूको रिप्लाईमा चाहिँ उहाँ चाहिँ सरकारको पक्षबाट सरकारको प्रतिनिधि भएर अनि समाजसेवीको रूपमा आउनु भएको छ भनेर भन्नुभयो। त्यो भनिसकेपछि माझीजीले त्यसो हो भने कुनै आधिकारिक त्यो कागज आएको छ या त कुनै नियुक्ति पत्र आएको छ कि यत्तिकै तपाईँहरूलाई यस्तो भइरहेको छ या तपाईँहरूलाई अगाडि बढ्नु रहेछ भन्ने कुरा चाहिँ उहाँहरूले सोध्नुभयो कानुनको होइन। अनि त्यो सोध्ने क्रममा चाहिँ के भयो भने प्रहरीले हामीले पनि कानुन जानेको छौँ भन्ने तरिकाले दम्ब कुरा भइरहेको थियो। अनि त्यसमा हामीले कतिचोटि बाहिर आउनु भनेर हामीले ओजसलाई बोलाइरहेको थियौँ कि ढोकाबाट कुरा। अब सरकारको प्रतिनिधिसँग त कुरा गर्नु पऱ्यो नि त, सरकारसँग पुग्ने त कुनै पनि माध्यम छैन सुकुम्बासीको बारेमा कुरा गर्नलाई पनि। अनि त्यो भएपछि ओजसलाई बोलाउँदाखेरि उहाँ आउनु भएन। अनि उहाँले चाहिँ अरू पुलिसहरू खटाइदिएर ह्युमन चेन बनाएर त्यो ढोकामा झन् धेरै पुलिसहरूले चाहिँ उहाँले नै मान्छे खटाउनु भयो। हजुर उहाँले यो ह्युमन चेनको कुरा गर्नुभयो तपाईँले, तर हातपात गर्नलाई उहाँले निर्देशन दिएको जस्तो देखिन्थ्यो कि देखिँदैन? होइन, यस्तो थियो उहाँले पहिला के भयो भने उहाँ त्यसपछि पुलिस आइसक्नु भएको थिएन। अनि पुलिसलाई चाहिँ उहाँले माझीजीले के भन्नुभयो भने म कानुनको विद्यार्थी हो, तपाईँले सरकारको एउटा प्रतिनिधि भनेपछि त मैले मेरो सरकारको प्रतिनिधिसँग प्रश्न सोध्न पाउँदै गर्दा तपाईँहरूलाई बिचमा यसरी चाहिँ किन उ गरिँदैछ भन्ने कुरा भयो। अनि त्यसमा चाहिँ मैले पनि भने, मैले पनि त्यहाँनिर अनि ओजस बाहिर नआइसकेपछि मैले ओजस मुर्दाबाद गरिमारा सरकार यसरी गर्ने या सरकारको जवाफ नदिने जुन प्रवृत्ति छ त्यो गलत हो भन्दै हामीले कुरा गरिरहेको थियौँ। त्यसपछि के भयो भन्नुहुन्छ भने हाम्रो माझीजी हामीहरू सबैजना त्यो ठाउँबाट फेरि ब्याक भएर उहाँहरूलाई हेल्प गर्नतर्फ सामानहरू मुभ गर्नतर्फ लाग्यो। अनि घरिघरि प्रहरीको मान्छे आएर चाहिँ माझीजीलाई होस् या हामीलाई होस् एकदम नेगेटिभली भनौँ न, तपाईँको अहिले भ्युजको लागि आएकोहरू भन्ने, कहिले नेता बन्न आएकोहरू भन्ने, कहिले अनपढ गवारहरू भन्ने जस्तो शब्दहरू एकदम रेसिस्ट तरिकाले उहाँलाई चाहिँ हेऱ्यो। अनि सायद उहाँलाई पनि त्यो कुरा त चित्त दुखाइ हुन्छ नि त, नेपालकै एउटा नागरिक भइसकेपछि प्रहरीद्वारा एउटा गलत बिहेभियर गर्दै जाँदाखेरि त भन्ने कुरा भएको थियो। अनि त्यहाँबाट हामी अलिक अगाडि साइडमा लाग्यौँ। एउटा आमाको चाहिँ चामल पोख्यो कि भुइँमा, अनि त्यो चामल चाहिँ प्रहरीले उठाउँदै गर्दाखेरि चाहिँ त्यो भुइँको चामल छोडिदिउँ भन्दै हामीले कुरा गरेको थियौँ। अनि ठ्याक्कै उहाँ जुन डिएसपी सरले पहिले आई डोन्ट नो पोस्ट चाहिँ थाहा भएन, जुन सरले पुलिस सरले पहिला नै उहाँ चाहिँ भनौँ न पढे लेखेको हुनुहुन्न भन्ने सर हुन्थ्यो, त्यहाँ आएर फेरि त्यही शब्द दोहोऱ्याउनु भयो क्या। यहाँ भ्युजका लागि आएको जस्तो कुराहरू गरिसकेपछि चाहिँ तपाईँले हाम्रो भिडियो पनि हेर्न सक्नुहुन्छ। माझीजीले म पढे लेखेको मान्छे हो तपाईँले त्यो भन्नु, त्यो यतिसम्मको उहाँलाई यतिसम्मको गिराइयो होइन। त्यो गिराउने क्रममा बिचमा चाहिँ के भन्थ्यो भने ओजस्वी बाहिर आएर माझीजीले ओजसको हात समातेर साइडमा लगेर कुरा गर्नुभएको थियो क्या, यस्तो यस्तो हो किन हो भनेर। अनि त्यो कुरा गरेर ठ्याक्क फर्केर आउँदाखेरि चाहिँ जो 2 जना प्रहरीहरू हुनुहुन्थ्यो जसले हामीलाई हात हाल्नको लागि या गर्नुभयो, उहाँहरूसँग चाहिँ 2 जनालाई समातेर साइडमा लगेर के कुरा गरेर उहाँ सट्ट भित्र जानुभयो। अनि भित्र गएपछि प्रहरीहरू हामी जता हिँड्यो त्यतै वरिपरि राउन्ड नै गर्ने तरिकाले हिँड्नु थाल्यो। एकदम डर लाग्दो स्थितिमा भनौँ न हतियारधारी प्रहरीहरू हुँदै गर्दा त हामीलाई पनि बोल्न सक्ने अवस्था भएन। अब फर्क्यौँ भनेर त्यहाँ फर्किने कुरा गर्दै जाँदा चाहिँ त्यही प्रहरीले फेरि पनि आएर माझीजीलाई त्यस्तो गरिसक्नुभयो। अनि के चाहिँ एउटा एकदम धेरै प्रहरीहरूको भिड थियो। अनि त्यहाँनिर चाहिँ ला यसलाई पिड त केटा हो भन्ने तरिकाले उहाँलाई चाप्पै समातेर त्यो भिडतर्फ धकालिदियो कि प्रहरीले। अनि त्यो तपाईँको पोइन्ट अफ भ्यू हो, हामीले भिडियोमा पनि देखिरहेको छौँ। मोनिकाजी पनि त्यही हुनुहुन्थ्यो। के तपाईँले सरिस्माजीले भन्नुभएको कुराहरूमा सहमति गर्नुहुन्छ? तपाईँले पनि त्यही हो, तपाईँको एक्सपिरियन्स तपाईँले जस्तै देख्नुभयो? मैले सबै डिटेल्सहरू चाहिँ मैले जस्तै ओजस्वीजीले प्रहरीसँग कुरा गरेको कुराहरू चाहिँ मैले प्रत्यक्ष रूपमा देखिनँ होइन। तर हातहरू हात हालेको चाहिँ त्यहाँ त्यही त्यो बुढी आमाको चाहिँ सबै सामान भिजाएको थियो, हिलोमा लतपत्याएको थियो होइन। अनि त्यही विषयमा चाहिँ यस्तो पनि गर्ने हो, यस्तो पनि सरकार हुन्छ भन्ने कुरा हुँदै थियो। अनि त्यही